Hi everyone, welcome to my channel. र सरकारी क्वार्टरलाई घर बनाउने क्रममा फेरि अर्को अनबक्सिङ लिएर हजुरहरु समक्ष आएको छु। यहाँ छ ठुलो बडे प्याकेज र यहाँ आज चाहिँ मेरोमा खाली तीनटा मात्रै प्याकेज छ, धेरै छैन। सो अब यो चाहिँ मलाई चाहिने सामानहरु हो नि त, एकदमै युजफुल सामानहरु हो, चाहिने सामानहरु सबैभन्दा सानोदेखिको खोलौँ है त। यो चाहिँ मैले अलरेडी खोलिसकेको छु तर निकालेको चाहिँ छैन। सो हियर इज द स्मलेस्ट पार्सल। यो एकदम भारी छ के। सो अब बसिसकेपछि घर नबनिनु त कुरै छैन, घर बनाउनु पर्यो नि त हैन। सो दिस, oh my god, यो चाहिँ चपिङ बोर्ड 195 रुपीस हो। यसको एक दाम चाहिँ मलाई एक्ज्याक्ट याद छ। सो यसको क्वालिटी आई थिंक दिस इज द पर्फेक्ट वान, किनभने यो स्टेनलेस स्टिल हो। हामीले जति सक्दो यो चाहिँ कि चाहिँ काठको चलाउनु, वुडनवाला चलाउनु कि चाहिँ स्टेनलेस स्टिलवाला चलाउनु बेटर हो, किनभने हामीले यसरी चपिङ गर्दाखेरि चिपिङ हुन्छ क्या यसमा, यसको उयो हुन्छ निस्किन्छ हैन। यसको निस्किन्छ के भन्छ त्यो प्लाइवुडहरु हामीले चलायौं भने या फिर प्लास्टिक चलायौं भने त्यो चाहिँ हाम्रो पेटमा जान्छ कि हामी खान्छौँ, त्यो मसिनो धुलो जस्तो हुन्छ, थाहा पनि पाउँदैन, सब्जीमा टालेर गएको हुन्छ। सो द्याट इज भेरी डेन्जरस फर आवर हेल्थ। सो तपाईहरुले पनि यसलाई स्टेनलेस स्टिलमा स्विच गर्न सक्नुहुन्छ, इट्स बेटर। सो यो चाहिँ एकदम क्वालिटी दामी छ। प्रमोसनल भिडियो चाहिँ होइन, बिल्कुलै प्रमोसनल भिडियो होइन, खालि मलाई मन परेको प्रोडक्टहरुमा तपाईहरुलाई देखाएको मात्रै हो हैन। अब यो सरकारी क्वार्टरलाई घर बनाउने क्रममा छु नि त म चाहिँ अहिले फिलहाल चाहिँ हैन। सो यसमा चाहिँ अब के आउँछ, राम्रो आयो भने तपाईहरुले रेकमेन्ड गर्ने, तपाईहरुले पनि लिन सक्नुहुन्छ भनेको मात्रै हो। र राम्रो आएन भने चाहिँ नलिनुस्, बेकार छ प्रोडक्ट भन्ने मात्रै हो। त्यो प्रमोसनल भिडियो पनि हैन, खालि देखाउन चाहेर देखाएको मात्रै हो है। र यो चाहिँ स्टेनलेस स्टिल एकदम राम्रो क्वालिटी छ। यो चाहिँ A1 पर्फेक्ट, पतला चाहिँ पतलै छ तर 195 रुपीसमा एकदम राम्रो। यो अर्को पार्सल चाहिँ यो चाहिँ एकदम भारी छ। यो चाहिँ के हो भन्दाखेरि कताबाट खोल्नु, सो यो चाहिँ हो ओक्री, त्यो हुन्छ अचार पिस्नु हैन, त्यो कोही बेला सिलौटोको पिसेको खानु मनपर्छ नि त। सो त्यसको लागि यो चाहिँ सजिलो हुन्छ हैन, सजिलो हुन्छ हुँदैन थाहा छैन मलाई। मैले ओखलीमा चाहिँ कहिले पिसेको छैन, त्यो सिलौटोमा पिसेको छु। तर अब यो ओखली आमा प्याकेजिङ त बढिया आएछ त यार। सो यो चाहिँ रहेछ त्यो कुट्ने, ओ सायद फुट्छ भनेर होला नि है, स्टोनको रहेछ, फुट्छ भनेर होला। प्याकेजिङ राम्रो प्याकेजिङ गरेर पठाएको रहेछ नि त। ओ नाइस।